नमस्ते मेरो नाम झरना नेपाली म चाहिँ लेक साइड पोखराबाट लास्ट 4 इयर लकडाउनबाट नै मैले स्ट्रीट डगहरु फिडिङ त जस्ट पहिलेबाट गर्थे तर लकडाउनबाट चाहिँ अलि आफ्नो एरियाबाट बाहिर गए। आऊ यता आऊ आऊ तिमी नि खान्छौ। डरले डराउँछ त्यसलाई अलिकति छुट्टै दिनुपर्छ के त्यता सोचे चाहिँ लकडाउनसम्म मात्रै फिडिङ गर्छु अनि आफ्नो सेभिङ थियो त्यति बेला अनि फेरि पछि जब कन्टिन्यू गरेर फेरि जबमै जान्छु अनि आफ्नो एरियाको मात्रै खुलाउँछु भने थिएँ तर त्यो लकडाउनको टाइममा चाहिँ डगसँग त्यो खुलाउँदा एट्याचमेन्ट हुँदो रहेछ के अनि डगको पनि गर्दा अहिले 50 वटा डग्सहरू भयो। मेरो पेज छ के रे अब पेजमा मान्छेहरूले कन्ट्याक्ट गर्नुहुन्छ या भेटेर नै मान्छेहरूले अब नम्बरहरू माग्नुहुन्छ हामीले के गर्न सक्छौँ भन्नुहुन्छ। जब चाहिँ मैले लकडाउनबाट यो स्ट्रीट डगलाई नै उस गर्छु भनेर जबै छोडिदिएको हो। फेदे तैँले खाइस् त बिचरा खान दिएन पनि तँलाई हड्डी दिन्छु। त्यो काले गयो आज यो कसले छोडिदियो होला क्या त्यही भएर एकदम मुसाहरू बसेको बुढो भइरहेछ क्या दाँत पनि सेते यसले खाएको है अघि मलाई त्यो पैसा उस नभए पनि जस्ट यिनीहरूलाई खाना पुग्ने उस भएर अनि म त्यसमै सेटिस्फाई भएँ। तपाईहरुले पनि अब यस्तो आफूले गर्न सक्नु भएको छैन तर हेल्प गर्न चाहनुहुन्छ कोही मान्छेहरूलाई त माया लाग्छ तर आफैले गर्न सक्नुहुन्न तर अरूले गरेमा हेल्प गर्न चाहनुहुन्छ भने तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुन्छ 9806775652 मेरो नम्बर अनि मेरो पेज चाहिँ लेक साइड स्ट्रीट डग्स फिडर भन्ने पेज छ वहाँ त्यहाँ कन्ट्याक्ट गरे पनि हुन्छ।